सुनाउँछु होइन। रातको 12 बजेको थियो हेर्नुहोस्, म सिका खेल्न भनेर जङ्गलतिर लागेको, त्यहाँ त कालिज बाँध गएको बाघ पो निक्ल्यो होइन। म त बाघ देखेर ठुलुलु कामेर मेरो हातमा भएको बन्दुकै झऱ्यो भने म बाघ अघि बढ्दैछ, म डराउँदैछु, बाघ अघि बढ्दैछ, म डराउँदैछु। अब यसरी डराउन हुँदैन भनेर मैले बाघको पुछारमा समातेर पर हुट्टाइदिएको त पर गएर त म्याउ पो भन्छ कि रातमा त सपना पो रहेछ होइन। अब अर्को कहानी सुनाउँछु होइन। म त ससुराली गएको थिएँ हेर्नुहोस्, दसैँको बेलामा सासु आमाले ज्वाइँआउने भनेर झ्याप्प एक पाउ मासु राखेको रहेछ हेर्नुहोस्। त्यसमा नि भुटन छुट्टै, झोल मासु छुट्टै, फ्राई मासु छुट्टै रहेछ। अब त्यहाँपछि त सबै खालका मासु खायो हेर्नुहोस्, टन्न भएर निन्द्रा पो लाग्यो। फेरि सासु आमाले ज्वाइँलाई भनेर 5 स्टार होटेलको जस्तै विकलमा खोजिदिएको रहेछ हेर्नुहोस्। विकलमा गएर सुते हेर्नुहोस्, राति 12 बजी त मलाई चर्टी पो आयो। अब चर्टी जान्छु भनेर तल गएको त टोइलेट पो रहेनछ। अब यसरी हुँदैन भन्दा जङ्गलमा गएर टोइलेट गरेँ, धुनलाई पानी नै छैन। अब पाखले पुग्छु भन्दा पाखले पुगेको हेर्नुहोस्, सिस्नु पो परेछ। अन्त बोल्दा झन्डैले मरेको। त्यहाँ पछि त म ससुराली नै जान्न भनेर फर्केर आएँ त।